Jamasi, good morning. Stay tuned. Thank you. Bye-bye. जयमसी तथा गुड मर्निङ अनि आज चाहिँ हाम्रो क्याम्पिङको डे 2 छ अनि आज हामी केही कार्यक्रमहरू गर्नेछौँ तर अहिले हामी के गर्दैछौँ हेर्नको लागि आउनु होला प्लिज फलो मी हामी चाहिँ अहिले ब्रेकफास्ट तयार गर्दैछौँ एकदमै दमदारसँग हाम्रो आजको ब्रेकफास्ट के छ भनेर हजुरलाई हामी देखाउँछौँ यो चाहिँ हजुरले देख्न सक्नुहुन्छ हामीले प्लेटिङ गरिसकेका छौँ अनि यो प्लेटिङ चाहिँ ग्वाकामोला यसलाई चाहिँ ग्वाकामोल भन्छ होइन यो चाहिँ एभोकाडो हाम्रो अनि त्यसपछि टोमेटो अनि ओनियन मिलाएर हाम्रो ज्याट सेफले बनाउनु भएको प्लेटिङ पनि हैन अनि त्यसपछि हाम्रो यहाँ चाहिँ हेरौँ चिया दिस इज ब्ल्याक टी हैन बिहान बिहान ब्ल्याक टी अनि त्यसपछि हाम्रो अब यहाँ चाहिँ स्पेसली टोस्ट पुरै रेडी भइसकेको छ हामीले राखेको अलिकति क्रन्ची भइसकेको छ तर हाम्रो अन्डा अलिकति बोइल भइरहेको कारणले हामी वेटिङमा छौँ हामी अब सर्भिङ गर्नेछौँ अनि हामी ब्रेकफास्ट खानेछौँ अनि प्लिज स्टे ट्युन फर फर्दर मोर है त हेलो गाइज आज चाहिँ म एउटा सायरी भन्न जाँदैछु बाइकमा मनपर्छ मलाई दुख होइन हिरो होन्डा आज हामी खाँदैछौँ ब्रेड र कुखुराको अन्डा एन्ड स्पेसल गुआकामोले बाई मी जेमसी गुड मर्निङ सबैजनालाई फन फ्याक्ट चाहिँ के हो भन्दाखेरि आज हामी सञ्जय दाइ र म चाहिँ बिहान 3 बजी उठेर चाहिँ हामी चाहिँ त्यहाँ उता कुखुरा फार्महरू चाहिँ कुखुराहरूलाई जबरजस्ती अन्डा पार्न लगाएर चाहिँ अन्डा फ्रेस अन्डा है Good morning, JVC guys. We're getting some exercise right in the morning. जेएससी आज हामीले बिहान उठेर ब्रेकफास्ट बनाइसकेको छौँ त्यही भएर अहिले चाहिँ हामी एक्सर्साइज गर्दैछौँ You don't know me. Go. Genesis. जेमसी गाइज हामी चाहिँ भर्खरै गेम्सहरू खेलेर चट्ट वाक गर्न जाँदैछौँ गेम्समध्ये अभियसली बोइज टिमहरूले जित्यो हाम्रो एमभिपी प्लेयर चाहिँ हाम्रो सन्दीप छ होइन अझै पनि गेम्सहरू हुनेछ अनि हरेक गेममा चाहिँ केटाहरूले खतरा भिक्ट्री हान्ने चाहिँ ल सन्दीप हजुर गेम्स चाहिँ कस्तो भयो अनि कस्तो थियो डिफिकल्टी चाहिँ गेम्स चाहिँ बबालै भयो होइन सुरुमा हामी केटाहरूले अलिकति स्ट्रगल भइरहेको थियो केटाहरू सबै ड्याङ हारेर आएको थियो होइन तर अब केटाहरू चाहिँ स्मार्ट
एकदम स्मार्ट थिङ्किङ होइन अनि त्यसपछि क्विक एड्याप्टिभ गर्ने अनि त्यसपछि स्ट्राटेजीहरू के छ होइन मिलाइहाल्ने ग्रुपमा के मेन भन्दा टिमवर्क हो होइन त्यसले गर्दाखेरि हामीले जित्यौँ यस हामीले थर्मस जित्यौँ अब हामी फिसिङ गर्न जाँदा थर्मस युज गर्नेछौँ त्यसपछि जे क्या हुन्छ सबैजनालाई चिया मनपर्छ त्यो भएर ओभरअल गुड गिफ्ट एज वेल जेमसी हामी चाहिँ एडभेन्चरको खोजीमा चाहिँ एकदमै अगाडि आएका छौँ सबै पार गरिसक्यो हामीले अब यो खोला पार गर्नुपर्छ त्यसको लागि चाहिँ यो डोरी रहेछ अनि डोरीबाट चाहिँ त्यहाँ जानुपर्ने रहेछ ठ्याक्कै त्यो गाउँमा जस्तै फिल भयो मलाई तर यो एकदमै एडभेन्चरस छ जम्किन जाउँ भनेर हामी सोच्दैछौँ है गाइज वातावरण एकदम रमाइलो छ हेर्न सक्नुहुन्छ हजुर सहरको त्यो होइन नोइजबाट एकदमै टाढा हामी यहाँ चाहिँ पुरै नेचरको त्यो आवाजलाई होइन चराहरूको आवाजलाई हामी यहाँ सुन्न सक्छौँ महसुस गर्न सक्छौँ अनि वास्तवमा यो यसो हेऱ्यो भने हामीले परमेश्वरको यो सृष्टि होइन कति असल छ परमेश्वरको यो सृष्टि गर्नुभयो कति महान हाम्रो परमेश्वर हुनु भन्ने कुरा चाहिँ हामीले यहाँबाट देख्न सक्छौँ है त जेमेसी अहिले चाहिँ 7:48 एक्ज्याक्टली बजिरहेको छ आज हामी एक्टिभिटिज पछि चाहिँ रामेन खायो म चाहिँ रामेन बनाउने टिममा थिएँ हाम्रो टिमको चाहिँ 3 जना मात्र मिलेर हामीले रामेन बनायो सर्भ गरेर एभ्रिथिङ अनि अहिले हामी मोमो बनाउँदैछौँ जेमसी भाइ मलाई क्याम्पिङ 2 दिनको लागि एकदम रमाइलो लागिरहेछ जस धेरै टाढाबाट आउँदाखेरि चाहिँ धेरै रमाइलो पनि हुँदो रहेछ किनभने अब धेरै पछि चर्च फ्यामिलीहरूलाई भेटिएँ होइन भाइ बहिनीहरूसँग कुरा गर्न पाएँ हाम्रो ठुलो एल्डरहरू जति पनि हुनुहुन्छ सबैसँग कुरा गर्दाखेरि चाहिँ मजा पनि लाग्ने एउटा फ्यामिली जस्तो इन्भाइरोमेन्ट भएको अवस्था मोमो साह्रै नै मिठो छ होइन अलिकति मिहिनेत र मायाले बनाएको चिजहरू चाहिँ सबै मिठै हुन्छन् होइन टन्नै छ एकदम इनफ है पुग्ने गरेर टन्न हुने गरेर खानेर अझै एक्स्ट्रा उब्रेछ जुन चाहिँ हामी भोलि खानेछौँ केही गरेर हजुरको कस्तो भयो आजको दिन रमाइलो भयो आज चाहिँ हामीलाई यस ठाउँमा चाहिँ है परमेश्वरले लिएर आउनु भएको छ यो चाहिँ परमेश्वरको योजनामा नै भएको है किन भन्दाखेरि हामीले बाइबललाई भन्दछ हामीले प्लान चाहिँ हामीले बनाउँछौँ तर त्यसलाई चाहिँ पुरा गर्ने चाहिँ को हुनुहुन्छ त परमप्रभु हुनुहुन्छ अनि परमेश्वरले हाम्रो प्लान कति बेला पुरा गर्नुहुन्छ त जब चाहिँ हाम्रो त्यो प्लान चाहिँ उहाँको विल है उहाँको इच्छासँग चाहिँ मिल्न जान्छ भनेर बाइबलले भन्दछ है किन भन्दाखेरि धन्य होस् प्रभु येशूको नाम उनी छन् प्रशंसा भक्तिका योग्य यसैले उचालौँ एकसाथ हाम्रो हात गाउँदै धन्य को क्वेसनको मार्क्स चाहिँ 10 पोइन्ट्स है पोइन्ट्स चाहिँ लास्ट क्वेसन फेरि ल ओके ल तिमी किन ओके यो गेमको नाम चाहिँ बाइबल क्यारेक्टर च्याम्पियनसिप हो यसमा 30 वटा क्वेसन छ इच क्वेसनमा 3टा क्लु हुन्छ फर्स्ट क्लु दिँदाखेरिमा फर इक्जाम्पल मैले सन्ध्याहरूलाई एउटा क्लु दिएँ फर्स्ट क्लु दिएँ त्यो क्लु उसले दिनासाथ उसले त्यो क्यारेक्टर भन्यो भने उसलाई 5 पोइन्ट्स जान्छ तर त्यो भन्न सकेन भने म अर्को क्लु दिन्छु त्यो क्लुबाट 3 पोइन्ट्स आउँछ भन्यो भने त्यो पनि भनेन भने लास्ट क्लु दिन्छु त्यो लास्ट क्लुबाट भन्यो भने 1 पोइन्ट हुन्छ भनेन भने 0 पोइन्ट अनि त्यो क्वेसन चाहिँ पास हुन्छ अर्को टिमको लागि ल तर त्यो ग्रुपले भन्यो भने त्यो 1 पोइन्ट हुन्छ ल त्यो ग्रुपबाट उता चाहिँ पास हुन्न ल फेरि एउटा ग्रुपमा मात्र पास हुन्छ लास्टको एउटा क्वेसनमा त 10 पोइन्ट्स रेडी हो सबैजना रेडी हो ओके फर्स्ट क्लु है फर्स्ट क्लु दिँदैछु
तिमीले चाहिँ क्यारेक्टर चुज गर्नुपर्ने हो कि आई लिभड इन द गार्डन अफ इडेन एउटा मात्र नाम हुन्छ ल 5 points Who am I है I was created from Adam's rib 5 points सुरुको 10 वटा चाहिँ सजिलो छ A flood covered the earth 5 points Who am I? God told me to leave my homeland. 5 points. Who am I? I was very old when I had a son. 3 points. Who am I? I had a coat of many colors. 5 points. Who am I? I led Israel out of Egypt. 3 points. Who am I? I watched over him by the river. 5 points. Who am I? I helped the Israelites cross the Jordan River. 5 points. Who am I? I was a woman judge. 5 points. Deborah. Who am I? Hey? Who am I? I became one of the Christianity greatest missionaries. Sunday bhai. ल दिदी तपाईँ दिदी जितेर कस्तो लाग्यो I'm not happy at all किन भन्दाखेरि हामीलाई फल्स एक्युजेसन लागिरहेको छ रेशमिका भन्ने केटीले उतातिर फर्काऊ Very happy. Second time history maker group. Okay, bye. How are you feeling? I'm feeling very happy. जितेर कस्तो लाग्यो एकदम खुसी चकलेट खान पाइयो एकदम खुसी लाग्यो एकदम खुसी चकलेट खान पाइयो सुरज दाइले हराएर कस्तो लागिरहेछ झनै खुसी जितेर कस्तो लागिरहेछ सेकेन्ड टाइम जितेर आजको दिन सबैभन्दा पहिला त परमेश्वरलाई महिमा होस् होइन फर्स्ट टाइम चाहिँ अब आफैले खेलेर जित्यो तर यो सेकेन्ड टाइम चाहिँ टिमवर्क हो हामी सबैजना टिमले मिलेर गरेर चाहिँ हामीले जित्न सक्यौँ म आफैले भन्दा इन्डिभिजुअल भन्दा नि इट्स अ टिम हो है ल हेलो गाइज अहिले चाहिँ हाम्रो रातिको कति बजे छ 11:30 अनि हाम्रो चाहिँ मनोज दा यहाँ टी सेफ हो क्या हाम्रो मनोज दा होइन रेडी भइसकेको छ हाम्रो चिया त्यहाँ चाहिँ हाम्रो अर्को टिम हुनुहुन्छ माफिया खेल्दै हुनुहुन्छ यहाँ चाहिँ उहाँहरूको लागि चिया त्यही त नाइ भन्नै सकिएन होइन रेडी यहाँ चाहिँ यस्तो फोरो भयो अघि भर्खरै मैले घोटेर सफा गरेको यहाँ तर ठिकै छ गाइज होइन यतिको मेहनत त भइहाल्छ होइन त एङ्गल मिलाउन नआएर हैरान छ यहाँ जय मसी अहिले चाहिँ हाम्रो 2:22 गएको छ र हामीलाई यति बेला भोक लागेर हामी आज खाँदैछौँ मोमो अनि यहाँ छ रामेन अनि कोक हामी अब निन्द्रा लाग्यो भने सुत्ने नत्र अब यत्तिकै बस्ने बिहानसम्म अब बिहान हाम्रो ब्रेकफास्ट नै होइन सो हामी सुत्न पाउँछौँ जति बेला पनि बिहानसम्म हेलो अब म अब सुत्न जाँदैछु 1 प्लेट मोमो खाएर अहिले साँझको 2:22 भएको छ अब हामी सुत्नु पर्ने हो तर हामी यस्तो गेम रमाइलो गेम खेलेर होइन अब यस्तो सुवर्ण अवसर फेरि अब हामीले कुर्नको लागि लगभग अब 1 वर्षै कुर्नुपर्छ होइन सुवर्ण अवसर आउँदैन अवसर आएको बेलामा अब यसो होइन रातिसम्म बसेर मनोरञ्जन गर्ने रमाइलो गर्ने बेला यही नै हो त्यही भएर हामी क्याम्पिङ आएको होइन हामी सुत्ने 4-5 घन्टा सुते पुगिहाल्छ जुन दाइ दिदीहरू रातिको 2 बजिरहेछ तपाईँहरू सुत्नु नगएर के राख्नु भएको छ मोमो खाँदै कति सुत्ने हुन्छ अब हामी सिधै यो हाम्रो सपर हो अनि भोलि बिहान कति चाहिँ उठ्ने हो हामी म 10 बजे उठ्ने हो जयमसी अहिले बिहान कि रातिको 3 बजिरहेछ अहिले म मोमो खाँदैछु लास्टै थाक्यो भोक पनि लाग्यो त्यही भएर विथ कोक नो सुगर सुत्ने प्लान छैन जति बजी निद्रा लाग्छ त्यति बजी सुत्छु म मेबी भोलि 11 बजीभन्दा अगाडि उठ्छु अनि चर्च सर्भिस छ त्यही भएर
आज अहिले चाहिँ माफिया गेम खेलेर यस्तो भयो